गुड मर्निङ एन्ड वेलकम टु एभ्रिवान। आज चाहिँ डे 7 होइन, अन्तिम दिन। अनि आज कस्तो हुन्छ एउटा चाँडो उठेको, निद्रा चाँडो खुल्यो किनकि 7 दिनसम्म चाँडो उठ्ने भएर बानी बसिसक्यो। अब चाहिँ पूजासुजा गर्छु अनि चल्दै हाल्ने। आयो चाहिँ दिपाङ ताल र मैले ताल दुईवटा ताल जान्यो किनकि अन्तिम दिन हो। ल गाइज मबाट मलाई बाई बाई त के भन्ने, अहिले सिउ सुन ल। गुड मर्निङ एभ्रिवान। गुड मर्निङ त भइसक्यो होइन, सरी। म चाहिँ रेडी गरेँ, पूजासुजा गरेँ होइन। अब चाहिँ हिँड्न लाग्यो। अहिले बाटोमा भेटौँ लाग्यो। गाई चाहिँ हेर्दै गर्नु ल। स्टे टुन 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 हो कि यो हेरिराख्नु। हस्त भेटौँ ला बाटोमा। ओके, आई टक गुड, यु टक गुड, यु लुक गुड, यु आर गुड। थ्याङ्क यू। अहिले भेटौँ ल। है गाइस, म चाहिँ अहिले कुन चोक थाहा भएन होइन। यो चाहिँ राधे मन्दिर होइन। म चाहिँ मस्त हिँडिरहेको छु यस्तरी होइन, खाली छ होइन। म चाहिँ यहाँ छु अहिले होइन, मस्त ढुक्क हिँडिरहेको कि आफ्नै त हो नि। कसले के गर्नु लाग्छ मलाई। यहाँ चाहिँ सरसफाइ गर्नु लाग्छ नि। अहिले उता बाटोमा भेटौँ ल। अहिले चाहिँ अलिकति उज्यालो भइछ, ए अँध्यारो रहेछ होइन। म चाहिँ यहाँ मस्त हिँडिसकेँ मतलब अब धेरै भयो, 10 मिनटमा पुगिन्छ होला कि। अरू त त्यस्तै हो, 10 मिनटमा पुगिन्छ भन्ने आशा छ क्या। यस्तो छ मसँग चिल छ होइन। म चाहिँ यता छु चिल पारामा। ल गाइस अहिले भेटौँ ल। म चाहिँ अहिले यता आएँ टर्नरिङमा होइन। टर्नरिङ त के भन्ने, यस्तो रातो माटो छ। अब कति टाढा भनेपछि होइन, उहाँ पुग्नु हो कि। त्यो देखेको थियो सानो डाँडा है, ठुलो डाँडा होइन। अब धेरै छैन, अब एकछिनमा पुग्छ होइन। ल गाइस ल होइन। यहाँ हो तर मान्छे डेन्जर आउने छैन क्या, हेर्नु आफ्नो त कति धेरै मान्छेहरू बिहान यार। यहाँ छ कस्तो हेर्छन् यार। अहिले अब आउनुलाई हो धेरै होइन, 3-4 मिनटमा भेटौँला है। यो चाहिँ मस्त होइन, दिपाङ तालको भ्यू भयो। यो चाहिँ मेरो भ्यू भयो कि होइन, तालसँगको होइन। मस्त अब एकछिन त्यहाँ माथि गएर एकछिन हल्का बस्छु। अनि त्यसपछि 5 मिनट धेरै होइन, 5 मिनट बस्छु अनि चल्नु पर्छ कि होइन। अनि चल्नुपर्छ झट्ट उता मैले ताल जानु पऱ्यो नि। त्यो ताल कस्तो भयो हेरेर सरप्राइज मदर फादर दिनु पऱ्यो नि त नि होइन। ल गाइस अहिले भेटौँ ल है। यहाँ चाहिँ मेरो अफरोडिङ लगाइछ। तालबाट चल्दिनु लाग्यो। अब चाहिँ धेरै भयो, 10-15 मिनटमा दिपाङ ताल पुग्यो। दिपाङ ताल त भएन यार, मैले ताल पुगिन्छ होला। कोही छैन, अब फर्किनु लाग्यो। अब चाहिँ बिहानै आउने छन् कि अँध्यारोमा यसरी झिनी गर्नु पाइयो नि होइन। एडभान्टेज हुन्छ कि उज्यालोमा त के गर्नु पाइन्छ, पिछा बेर्न पाइन्न है। यहाँ त गाह्रो छ। अझ अहिले एकछिनमा दिपाङ तालमा मैले तालमा भेटौँ ल। है उहाँ हो कि डाँडातिर मस्त होइन। अहिले चाहिँ यहाँ भएर अहिले चाहिँ यहाँ हो कि आइरहन चराप पलाएर गाइस। म चाहिँ अहिले हिँड्न आइसकेँ। अब थोरै डाँडो छ। के भएर त्यस्तो आगो लाइट छ कि राम्रो जहाँसम्मलाई। थोरै उकालो छ। त्यो ताल दिएर म आफै सरप्राइज भइसक्यो होइन। तपाईँ पनि सरप्राइज हुन सक्नुहुन्छ किनकि म पहिलो दिन आएको थिएँ नि होइन यहाँ डे 1मा। आज चाहिँ डे 7 हो कि, त्यही भएर आज दिपाङ ताल मैले ताल सब हानिदिएको कि। अब त्यो डाँडो चढ्न त हिँड्न किनकि नो एनर्जी के, त्यही भएर यो अन्तिम हो। आउनु त आउँछु अरू दिन नि, लास्ट डे भन्नु मिल्दैन फेरि। अब उकालो गयो, अब उहीँ गएपछि मैले भिडियो बनाउँछु है। लगाइस् हिँड्नु होला एकछिनमा, धेरै होइन 2 मिनट। म दिपाङ ताल आएँ यहाँ। तालको स्थिति देख्न सक्नुहुन्छ पछाडि। अहिले चाहिँ मैले ताल चाहिँ पुरै ल्याएर अलिअलि ल्याएको छु। जस्तै होइछ यार ताल त यार, भुइँ देखियो अनि पानी त छ, पानीबाट पनि भुइँ देखिन्छ नि, देखिन त। लोटस फुलको सत्यानाश भइछ होइन। र एकछिनमा म अर्को बाटो बनाएको छ एकछिनै उताबाट हेर्नु तालै सत्यानाश भयो सुकेर उद्यो हेर्नु त पुरै। यो ताल भरिनु कहिले हो
गाह्रो छ नि होइन वहाँ पुगिसकेको छ यहीँ माथिसम्म थियो यार यसको क्लिप चाहिँ छ्याल छ मसँग होइन देखाइदिउँला नि होइन होइन भुइँ देखियो यो भुइँ होइन त उता के औडा देखियो क्या यार पहिला फर्स्ट दिन आउँदा कस्तो थियो अहिले कस्तो छ यस्तो नि हुने यार होइन त गाह्रो भइहाल्छ नि त्यो मान्छे तिनीहरू चाहिँ त्यहाँबाट फर्किन्छ जस्तो लाग्छ किनकि त्यो बाटो छैन कि थाहा नि मलाई त होइन अब बन्द खुल्यो भए त के आइतो होला र यो दिबङ त लागिएछ अब एकछिन 5-10 मिनट चाहिँ बस्नुपर्छ कि त्यहाँ धेरै बसेन यहाँ त्यस्तो बन्द ठाउँै छैन कि ताला छैन लगायत चाहिँ अहिले भेटौँ ल घर पछि म चाहिँ अहिले घर आएको एउटा गुड न्युज भनौँ कि के भनौँ मेरो त्यो हजुरहरूले त हेर्नु मेरो लागि इज फर मी होइन 7 दिनमा 10 केजी घट्यो कि अहिले जोखेर आएको 10 केजी ओ माई गड यस्तो खुसी भइन्छ कि यस्तो नि हुने कि यस्तो अचम्मै 10 केजी घटेको यार म चिल पारामा होइन 10 केजी घटेको कि ओ माई गड खुसी तर बेलुका भोलि बिहान हो नि त रियल चाहिँ भोलि बिहान हेरौँ लगायत छ अलि बेटौँ ल म चाहिँ आइयो चट्ट अलिकति हान्नु किन हान्नु भयो भने खुसी भएर खुसी भएपछि गाह्रो हुने चाहिँ कि तर सबलाई खुसी हुन दिनुपर्छ ल है चाहिँ पोखरातिर हिँडेको कलेजमा सानो काम छ सब पुग्छ सानो होइन अहिले भेटौँ ल बाटोमा हिरो त हिरो हो कि म नि यार लगाइ चाहिँ अहिले भेटौँ फाइनली घर आयो होइन आज यो रमाइलो भयो भोलि भिडियोमा हेर्नु होला यसलाई नुहाइदिए गरेँ अब म त बिहानै नुहाइदिए गरेको यो चाहिँ हाम्रो हिरो भयो के अरे 1 महिना पहिलाको बिहान नुहाउनु अब भिडियोमा हेरेको नुहाएको नि देखाएको के हो ए कुरोमा हाल्ने भिडियो क्या होइन जेमा हाल्नु नि ल संस्कारी हो संस्कारी भिडियो संस्कारी नुहाइए ल है सबैजना वेलकम छ होइन म चाहिँ अहिले डे 7 को अन्तिममा होइन मेरो आँखा चाहिँ रातो हुनु भइसकेको छ होइन 7 हप्तामा 10 केजी वेट लस भयो क्या यार मैले त्यो फोटोसोटो त खिचेँ होइन भोलि बिहानतिर अहिले चाहिँ त साइको देखिन्छ नि पहिला कस्तो थियो अहिले कस्तो भयो होइन तर जे होस् बिहानको वेट जोखेर यस्तो आनन्द आएको 10 केजी लो घटाउँदा त ओ माई गड 1 हप्तामा 1 महिना गरेर त घटेन क्या त्यति बेला अहिले त्यो पर्फेक्ट डाइट प्लान त के भन्ने डाइट प्लान युज भयो प्रोटिन कम क्यालोरी कम सब खासी हुने रहेछ अलिकति हार्ड नै थियो होइन 7 दिनसम्म राम्रो थियो ट्राई होइन अब चाहिँ अर्को हप्तातिरबाट फेरि रेगुलर जिम हुन्छ कि किनकि अब यस्तोमा मैले अब फेरि जिम गएन भने चाहिँ फेरि डेन्जर एकछिन 1-2 हप्ता डेन्जर सुक्छु होइन मजाले सुक्दिन्छु कि खाना त खाइरहेको छु अब त रेगुलर नर्मल डाइटहरू सुरु हुन्छ अब त्यो गएन भने लास्टै सुकिन्छ कि त्यो गएन भने यो मासु झन् ब्ल्याक ब्लू गरेर त्यो हुन्छ नि त्यो सब निक्लिन्छ कि भ्या गरेर झुन्डिन्छ कि सबै त्यही भएर अब जिम जानुपर्छ गएन भने म साइको हुन्छु कि तर आई विल डु माई बेस्ट तर गिभ अप दिएँ होइन मैले है गाइस ल सी यु सुन